हेलो हाई मेरो साथी र म चाहिँ आज पाथिभरा दर्शनको लागि आएको छौँ अनि हामी चाहिँ यहाँ आज तल्लो फेरीबाट माथिल्लो फेरी जानेछौँ अनि अब त्यही क्रममा हामी लट्ठी झोला बोकेर रेडी भइसक्यौँ मेरो साथी चाहिँ उहाँ गइसकेको छ त्यही भएर अब हामी माथि जाँदैछौँ पहिलोचोटि आएको भन्दा चाहिँ केही अलिकति सहज भएछ किनकि माथि यस्तो छतहरू लगाएर सुरुचोटि आउँदा त्यस्तो थिएन अब चाहिँ हामी जाँदैछौँ तर सुरुदेखिकै अलिकति गल्ने अवस्था भएको छ किनकि खाना खाँदाखेरि हामीले केही खाएको छैनौँ नि एक कप चिया एक कप चिया बाहेक हामीले खाना खाएर केही खाएको छैनौँ ल ठिकै छ केही छैन अब हामी जाने छौँ कुमुलुङको यात्रा सुरु अनि पानी पर्दा पर्दैको वेदर चाहिँ यस्तो रहेछ यताको त्यस्तो धेरै पनि पानी त परेको होइन बट अलिक हाइटी भएर होला नि अझै माथि त अझै होला राम्रो यस्तो दामी भ्यू छ यो चाहिँ यहाँसम्म मात्रै रहेछ अब यहाँदेखिको चाहिँ हामीले यतिकै जानु पर्यो पानी यहाँ भिज्दै त्यही भएर प्लास्टिक लगाएको छु हामीले त्यही हामीले टक्क यहाँनिर एकछिन बिसाएर एनर्जी ड्रिङ्क खाँदैछौँ हामी उकालो लाग्ने हो त्यही त खायो हिँड्न अरू केही काम छैन बाख्रा पनि के खसी कोही बोकेर कोही डोड्याउँदै होइन माथि गएर इन्डिङ हान्नुपर्छ चार्ज हालिहाल्यो राति इन्डिङ हाल्ने होइन हल्का रेडबुलको एनर्जीका साथ हामीहरू उकालो लाग्यौँ रेडबुल खाउँ के भन्छ अरे अर्को खै माउन्टेन ड्यू चाहिँ डर के आगे जित हो अब यो त थाहा भएन वेदर चाहिँ एकदम सफा भएको छ पानी सबै रोकिएर हामी चाहिँ हाम्रो गन्तव्य यात्रा फेरि सुरु गऱ्यौँ होइन चार्ज चाहिँ एकदम कमी छ यार चिसोले होला कि सट्टै घटेको छ अब अरू चाहिँ अलिअलि क्लिप त हाल्नु होला नि होइन त्यही त नि अब अरू चाहिँ एकछिन माथिबाट हाल्ने यहाँ त चार्ज गरेर ए माथिबाट जाने मान्छेहरूको भिड यहाँ चाहिँ अहिले कति पो बज्दैछ नि यहाँ 5:30 6 बजेको हारारी होला होइन 5 बजेर 48 मिनट त्यतिखेरको 5:48 भ्यू हो यो चाहिँ यस्तो दामी छ माथि जाने मान्छेहरूको बाटो अरे भिड फाइनली हामी माथिल्लो भेटी आयौँ है हाम्रो चाहिँ यो स्टल 15 छ हामी चाहिँ माथिल्लो फेरि आएर बस्यौँ यस्तो हालत भएको छ पानी परेर यहाँ चाहिँ मेरो साथी छ यस्तो भइरहेको हामी चाहिँ यो होटलमा बस्दैछौँ अब त्यो चाहिँ अलिक यहाँदेखिको अब सुरु भइहाल्छ त्यही भएर हामी चाहिँ यहाँ माथि नै आएर बसेको डाइरेक्ट 15 नम्बर स्टलमा अब यहाँदेखिको चाहिँ माता पाथिभराकोमा जाने भोलि बिहान 2 बजेको छ अब आज चाहिँ यतिमा चाहिँ होइन होला अब एकछिनमा चाहिँ अब एन्डिङ गर्नु पर्यो चार्ज पनि छैन के गर्नु अब यस्तो अवस्थामा आइएको छ तर योपालि म चाहिँ सेकेन्डचोटि भयो नि त अनि योपालि आएको चाहिँ एकदम के भन्छ छिटो आइपुगेछौँ क्या हामी साह्रै खुसी लाग्यो बानी भइसक्यो क्या ल अब अरू चाहिँ एकछिनमा हाम्रो चाहिँ खाना आइसक्यो हामी चाहिँ अब खाना खान आँटेको छौँ यहाँ चाहिँ हाम्रो खाना ल आजको हाम्रो भेज खाना कस्तो छ नि मिठो छ मिठो पनि हुन्छ खाना पनि ठाउँ अनुसारको मिठो हुन्छ क्या जाडोमा होइन त्यही त अनि अहिले चाहिँ हाम्रो बिहानको 3 बजेको छ अनि हामी चाहिँ
ताप्लेजुङ पाथिभरा जानको लागि रेडी भएको छौँ है। अब हामी चाहिँ यहाँदेखिको यसरी यहाँनिर पूजा गर्ने हाम्रो डेट सुरु छ। यहाँदेखिको एक पूजा गरेर अनि अब सिधै माथि गएर पूजा गर्नुपर्ने हुन्छ। म चाहिँ यहाँनिर साथीलाई पर्खिरहेको छु, आउँदैछु मेरो साथी है। अब कहाँ म गयो, हामीलाई चाहिँ ढिलो भइसक्यो, अघि नै हिँड्नुपर्ने थियो तर के गर्नु ढिलो भयो क्या। त हामी यस्तो यताउति गर्दा नुहाउनुको लागि क्या यहाँनिर साह्रै उयो हुन्छ। अब सबैजना है त्यही त हो, नुहाउनु पर्ने हुन्छ अनि एक एक टोकरी पानी भए पनि खनाउनु पर्ने हुन्छ। त्यो भएर अलिकति भिड थियो अनि हामीलाई चाहिँ अलिकति ढिलो भयो कि। अब हामी चाहिँ जानु रेडी छौँ, मेरो साथी पनि आयो। तातो पानी खाने भने होइन, छैन खाएको ल्याउ न एक टोकरी, ल्याउ खाम। अब हामी तातो पानी खाएर लाग्छौँ, पानी नै नखाइकन चाहिँ के जानु भनेर क्या, अलिकति भए पनि। त्यो तातो हो, ग्लास ल्याइदिउँ? निरा ग्लास ल्याउनु? खाएर अब हामी यहाँदेखिको सुरु हुन्छ हाम्रो आजको यात्रा। रहेछ हुन्छ, मिसिनमा छ त नि अनि। पानी गिलासमा लिएन, सबै जुठो होला। साथीले पानी लिँदैछ। हो त्यहाँ माथि थिन्छ न। धन्यवाद, हुन्छ। चिसो छ? तातै भाँदैन लु जुम जुम भयो। एकछिनमा मात्रै तात्छ नि, भर्खर हालेको जति भर्खर भयो नि के भयो नि अनि खुरु खुरु तानेको जस्तै कहाँ हुन्छ। एकमै त पर्खिनुपर्छ कम्ती। ल अब चाहिँ हामी लट्ठी यहाँ छ बाहिर, लाग्यौँ। यहाँ त लु छिटो गर, ढिलो भइसक्यो। आज आई डोन्ट नो, के थाहा त हौ मलाई, केही थाहा छैन। हिँड्ने काम हो हामी। 23 गते आज भइहाल्यो त, भनिदिइहाल्नु भयो। छिटो न ए भगवान्। हामी चाहिँ यहाँ है कान्छी थानमा पूजा गऱ्यौँ। अनि अब अलिक अँध्यारो छ नि त, त्यही भएर भिडियो गर्नु मजाले पाएको छैनौँ। यहाँ छ। अनि अब यहाँ पूजा गऱ्यौँ, अब यहाँदेखिको हामी नास्तिर जान्छौँ। अँध्यारो भएर नि त्यति मजाले चाहिँ देखेको छैन। हामी चाहिँ यहाँ कान्छी थानबाट पूजा गरेर उकालो लागिसक्यौँ। बाटो पनि केही देखिएको छैन, टर्च बालेर हिँड्दैछौँ तर पनि देखिएको चाहिँ केही पनि छैन है। त्यही भएर अँध्यारो नअँध्यारो छ। अब अलिक उज्यालो भएपछि मात्रै भिडियो गर्छु। अहिले चाहिँ अब यति नै गर्नु होला। फाइनली गाइस बिहान भयो है, अनि यस्तो उयो पनि आइरहेको छ, सनराइज भएको छ। त्यही भएर बिहानको भिडियो बनाएको हो। अघि त राति थियो क्या, लास्टै राति थियो। अनि यस्तो उकालो हिँड्यौँ गरेर अब चाहिँ हामी फाइनली आइपुग्न आल्यौँ। अब यहाँ हो मन्दिर, घन्टीको आवाज सुनिँदैछ, त्यहाँदेखि अलिकति पर हो। अब चाहिँ आइपुग्यौँ हामी। हुस्सु यस्तो हुस्सु लागेको छ नि, के भन्नु र, यस्तो मजाले उठ्दैछ हुस्सुहरू। लास्टै चिसो छ, ओभर मजा आएको छ। हिँड्नु चाहिँ एकछिन रोक्यो भने जाडो हुन्छ, हिँड्नु भने गर्मी हुन्छ। लास्ट
जस जिन्दगीमा रमाइलो जति नै इन्जोय चाहिँ गर्नुपर्छ अलिकति उकालो मात्रै हो त्यो पनि हाम्रो तराई बस्ने पानी भएर अलिकति त्यो के भन्छ नि हिँड्ने पानी छैन कि त्यही भएर मात्र हो अदरवाइज त्यस्तो साह्रो उयो पनि हुँदैन पहाड हिँड्नेहरूलाई त सजिलो पनि हुन्छ हेर्नु न वेदर ओ माई गॉड वाउ लास्टै दामी छ लुक यस्तो उज्यालो पनि भएको छ अहिले यस्तो राम्रो हेर न वाउ हाई ल अब एकैचोटि म चाहिँ अब हामी माथि जाँदैछौँ माथि पुगेर भिडियो बनाउँछु होइन नि छ नि पछाडि कति छ नि अब जाम होइन 2 बजे उठेर 2 बजे उठेर 3 बजे हिँड्ने भनेको 3:30 मात्र भयो हिँड्दा अनि बल्ल बल्ल उफ गलिन्छ अलिअलि यसो एनर्जी ड्रिङ्क चक्लेट खानुपर्छ सबै ठिक हुन्छ अलिअलि खाँदै हिँड्दै गफ गर्दै गर्नुपर्छ रमाइलो हुन्छ जस अब चाहिँ हामी माथि पुग्न हामी चाहिँ अब आइपुग्यौँ है ठिक अब एकैछिन सुरु घन्टी बजाउने यता पूजा गर्ने सुरुवात भयो तलदेखि भएको हो तर माथि माताकोमा चाहिँ हामी चाहिँ यहाँदेखिको अब हाम्रो सुरु भयो फेरि पनि माथि जाने लगा लागि माथि पनि छ पूजा गर्ने ठाउँहरू धेरै ठाउँ हामी आइपुग्यौँ अब चाहिँ यहाँदेखि अलिकति भित्र जानुपर्ने हुन्छ मुख्यद्वार भनेको यो हो आइपुग्यौँ हामी दामी तरिकाले हिमालहरू पनि देखिँदैछ मौसम चाहिँ अघि चाहिँ लास्टै हुचु लागेको थियो अहिले चाहिँ अलिक सफा हो कि जस्तो भएको छ भरेसम्म सफा हुनसक्छ अझै पनि तर यहाँ आइपुग्दाखेरि त्यो खुट्टा चाहिँ धोया छैन है अलिकति सास बढ्नु आफ्नो ठाउँमा छ खुट्टाहरू चाहिँ केही पनि धोया छैन लास्टै रमाइलो भएको छ पानी चाहिँ यसो खोज्दैछु म अलिकति पानी नै बोक्नु दिन्छु म दिदी भयो अब पानी खोज्ने अनि भित्र जान्छौँ नि त हामी यहाँ पूजासुजा गरेर अनि भित्र बाँकी चाहिँ अब भित्र गएको चाहिँ एकछिनमा यहाँ घन्टीहरू बजाउँदै जानु पऱ्यो भिडियो बनाउँदै अब चाहिँ लाग्यौँ यतातिर आमामा अहिले कस्तो राम्रो थियो अहिले हुस्सो लाग्यो है एकैछिनमा कस्तो उज्यालो हुँदै त जस्तो लागेर फेरि अँध्यारो भइसक्यो चारैतिर आयो पुग्यो पुग्यौँ यस हामी आइपुग्यौँ हामी चाहिँ भित्र छिरेर गणेशको र शिवजीको पूजा गरिसक्यौँ अब हामी चाहिँ लाइन लाग्छौँ कि के भइदिएर रुयौ त हौ तिमी त हामी चाहिँ अब यता लाइन लाग्ने हो सामानहरू ठिक पारेर अब हामी जाँदैछौँ सामान ठिक पार्नुको लागि कहाँ बसेर ठिक पार्नु यहाँनिर आउँछ यहाँ बसेर सामान ठिक पार्नु ल ठिक एस्टिमेसन निकालेर त एस्टिमेसन गरेर लानु भइहाल्छ नि जस्तो लाग्छ मलाई त भ्याएको छ मान्छेले भ्याउनु त पर्यो नि त लाइनमा बसेर यति पनि नभ्याएर कहाँ हुन्छ त
हाम्रो चाहिँ पूजा सकियो है हामीले सबैतिर पूजा गरेर सक्यौँ अब चाहिँ हामी फर्किने चाहिँ हामीले अबिर लिनु पऱ्यो कि अनि अबिर लिनु जाँदैछौँ हुन्छ अहिले अबिर मात्रै माग न बसा यसो उयो गरेर हुन्छ आमालाई पनि यो पनि मेरो पनि चलाउनु मन छ पनि छ त्यहाँ बाँकी मेरो छ अलिकति बाँकी चलाउनुलाई यहाँ चलाउँदा हुन्छ मानापट्टि भर्दा हुन्छ यहाँ यहाँ चढाइदिँदा हुन्छ यहाँ चलाइदिँदा हुन्छ हुन्छ पक्र त यो उब्रेकोहरू सबै चलाइदिन्छु अबिर लिए न यो चाहिँ मानापाती भरेर यसरी घुम्नुपर्छ क्या भाकल छ अथवा केही छ भने यहाँ त्यस्तो भिड छ प्रसाद लिने ठाउँ हो यो चाहिँ यहाँ चाहिँ प्रसाद चढाउने लिने ठाउँ हो क्या आफूले चढाएर अरूको लिनु पर्दो रहेछ हातमा जे आयो त्यही सुन चाहिँ लानु मिल्दैन रहेछ अरू चाहिँ जे हातमा आयो त्यही लानु मिल्दो रहेछ माग न पैसा यसो दिनु न मलाई भन न रुङ्ग्यौ भने त हुँदैन मेरो साथीहरूलाई मल्ल पर्छ भिडभाड देख्ने बित्तिकै पर्दैन तिमी पनि आइपुग्यौ यहीँ हामीले चाहिँ पूजा गरिसक्यौँ अब चाहिँ हामी यहाँ माथि जाने यहाँ पनि छ अरे पूजा गर्ने ठाउँ अनि एक दुईवटा फोटोसोटो खिच्ने अनि फेरि हामी अब घरतिर लाग्ने अब जाउँ यता माथि यो सामानहरू यहीँ होस् कि झोलाको उयो लगाउन चेन अनि यताबाट जानुपर्छ चढ्नुपर्छ मेरो साथीले चाहिँ पुरा सेल्फी स्टिक ठिक पार्दैछ अब हामी दुईजना छौँ नि त दुईजनाको त खिचिदिने कोही छैन एक दुईवटा त खिचिमागेको छौँ तर धेरै त कसले खिचिदिन्छ र होइन के छ कुरा भन ठिक छ नि अब भयो होइन चेन लायो ल माथि जाउँ आऊ हाम्रो लट्ठीहरू छ नि लट्ठी लग्दैछ ल हाम्रो लट्ठी कसले चोरो हो त्यहीँ त पाप लाग्छ है लट्ठी चोर्नु हुँदैन लट्ठीकै त छोड्छ त्यहाँ राख न हाम्रोतिर होइन त त्यो त फ्याँकेको हो कस्तो खालको हो हाम्रो चाहिँ त्यति राम्रो लट्ठी लाग्दैछ न ठिकै छ हामीलाई त पाप लाग्दैन होइन र हामीलाई त पाप लाग्दैन हाम्रो चोरेको होइन थ्याङ्क यू यो चाहिँ माथि चढ्दै गर्दाखेरिको भ्युज हो राखेको छ त अहिले एकछिन लगाउँला नि एउटै हो क्या ल है ल आइयो होइन अब ओ यस्तो बनाएछ हेर म पहिला आउँदा त्यस्तो थिएन यहाँबाट चाहिँ के देखिन्छ भने नि हामी माथि बादल मुनि हुन्छ क्या
लुक लाइक अ हेभन। यहाँ चाहिँ यस्तै दान दक्षिणा दिनेहरू ठाउँ रहेछ क्या अरे। यो चाहिँ के होला नि थाहै भएन। यस्तो देखिन्छ क्या साथीहरू। ओ माई गॉड हामी चाहिँ माथि छौँ क्या पागलको। त्यो अझै उयो नभएर यस्तो भयो क्या के भन्छ घाम नलागेर। पोहोरमा यतिखेर अलिअलि घाम लागेको छ हामी आउँदाखेरि। यस्तो राम्रो छ पुरै सेतो बादल। यो रुख छ नि यो रुखलाई छेकिने खालको क्या हुसु त आउँदैछ। सास बढेको गल्यो है अब त। अब चाहिँ खुट्टा दुख्ला दुख्ला जस्तो भइरहेछ। लास्टै गल्यो। मेरो साथीको नक्कल यस्तो म चाहिँ अलिअलि उयो आउँछ होला घाम हुन्छ होला भनेको रहेन रहेछ। यस्तो ध्वजाहरू यो के भन्छ यसलाई तामाङहरू गुरुङहरूको यो हुन्छ नि बाँध्ने ठाउँ चाहिँ यहाँ रहेछ। यहाँ ल्याएर बाँध्दो रहेछ कसैको भाकलहरू। ए ल ल घाम लाग्यो फोटो खिच्नुपर्छ। यस अब झर्दाखेरि बनाउनु पर्छ। आनन्द भएर टोलाइरहेको छु। कस्तो राम्रो भ्यू छ। वाउ यति राम्रो भ्यूमा यति राम्री मान्छे। थ्याङ्क यू दामी भ्यू। वाउ अझ यहाँ घाम लाग्नु पर्छ कि बबाल के गर्छौ त अलिअलि घाम लागेको बेला फोटो खिच्दै बिताइहाल्यो। मेरो चाहिँ कालोमा पार्यो ठिकै छ त्यही पनि। भ्यू नै त्यतिकै राम्रो छ। दामी छ भ्यू। जस्तो अवस्थामा पनि यहाँको भ्यू चाहिँ एकदमै राम्रो हुन्छ है। यति चाहिँ कुल कुल एकदम हाइटमा छौँ नि त केही देखेन क्या हुस्सो लाग्यो न त खतरा हुन्छ। ल राम्रो लाग्यो राम्रो छ। अब एकछिन बस्नुपर्छ यहाँ मेडिटेसन गर्दै क्या हामी चाहिँ। मेरो यहाँ ज्याकेट खोलेर फोटो खिच्छु क्या। ओके हामी चाहिँ अब तलतिर झर्न थाल्यौँ। हाम्रो चाहिँ पूजापाठ सबै सक्यो फोटो पनि खिच्यौँ सबै त गइसक्यो। अब हामी घरतिर लाग्दैछौँ। माथिल्लो फेदी त्यहाँदेखि तल्लो फेदी हुँदै जाने। कस्तो भयो त निका दामी रमाइलो भयो आनन्द भयो। आनन्द चाहिँ एकदमै हुन्छ है यहाँनिर आएर बस्दाखेरि। दुःखहरू सबै बिर्सिन्छ सबै बिर्सिन्छ हौ साँच्ची एकदम पिसफुल सब बिर्सिन्छ। मेन कुरा यो यो लट्ठी चाहिँ कसले हाम्रो लट्ठी नै साट्दैन क्या लास्टमा। यत्रो यत्रो पो दिइरहेको छ भाइ। यत्रो ठुलो ठुलो लट्ठी त साटेर यो छोडिदिएर गयो क्या हाम्रो। अचम्म ठिकै छ केही छैन। यही भए पनि हामीलाई काम लाग्छ। ओह्रालो झर्दा चाहिँ मेन लट्ठीको काम लाग्ने हो क्या उकालो भन्दा पनि थाहा छ तिमीलाई। हो त्यही भएर त यहाँ छोटो लट्ठीले अब के घिच्दै अब चार्ज पनि धेरै छैन आधी आधी गर्दै त हिँड्नु होला होइन। कहाँ सबै गर्नु त्यही त भ्याउँदैन पनि। बनाउनु पर्यो ठिक छ त म त टिकटक बनाउनु सक्यो त चार्ज के भन्छ यहाँ हाल त यो स्टिकेसमा हाल न यसमा। ल साथीहरू यस्तो छ यस्तै छ। यो अस्मिताको हो खासमा मैले क्याप्चर हानेको यस्तो छ दामी भ्यू हेर न। ओ माई गड फोटो सोटो खिच्यो कस्तो राम्रो छ नि। कस्तो मेरो फोन चार्ज नभएर अब हामी झर्छौँ। ओह्रालो यो कुहिरो नलागेको क्या दामी देख्छ। कस्तो राम्रो देखिन्छ भन्दैछु त म। पनि मौसमले साथ दिएकै हो पानी सानी परेन। पानी परेन त्यही ठुलो कुरो हो। हिजो आउँदा कस्तो पानी परेको छ। हालत यस्तो छ के गर्नु अब। गणेश भगवान्को वाहनलाई चाहिँ हामीले यहाँनिर तल झर्दै गर्दाखेरि देखेको थियौँ। पुच्छर पनि छैन खास गरी त भन्यो भने। हामी झर्दै गरेको क्रममा यहाँ चाहिँ के रहेछ भन्दाखेरि लालीगुराँस यो भरि लालीगुराँस उहाँ सबै रहेछ होइन। तर यहाँ केवल कार बनाउने चक्करमा है लालीगुराँसको फडानी हाम्रो प्राकृतिक धरोहरको यसरी फडानी भइरहेको छ यहाँनिर। केही अब नराम्रै त होइन राम्रो पनि होला नराम्रो पनि होला त्यो त भन्ने हामी सक्दैनौँ।
र पनि यसरी चाहिँ अलिक सम्पदाकै त क्षति चाहिँ गर्नु हुँदैन थियो क्यारे जस्तो लाग्छ। लाली गुराँस नभई कस्तो राम्रो यो बाटोभरि लटरम्मै फुल्ने माथिसम्म रहेछ, तर छैन अहिले त। सांस्कृतिक धरोहर चाहिँ जोगाउनुपर्छ जस्तो लाग्छ है। त्यसै सबै लोप हुँदै जाँदैछ हाम्रो नेपालमा। अलिअलि भएको पनि लोप हुन थाल्यो भने त के गर्नु, जोगाउनुपर्छ। योभन्दा अगाडि त मेरो साथीले अलिअलि भिडियो गरिदिँदै थियो मेरो फोनबाट। अब चाहिँ गर्छ कि गरिदिँदैन हौ, कुनै चार्ज पनि छैन हौ धेरै। उफ, हाम्रो लट्ठी साथी त लास्टै अप्ठ्यारोमा परेको छौँ। यसो टेक्दा पनि हामी नै निहुरिनु पर्ने हुन्छ क्या, ओभर गिदी लाग्दो। उफ, जानुभन्दा झर्नु चाहिँ हामीलाई गाह्रो पर्ला जस्तो हुँदैछ। हुनु त झर्नु गाह्रै पर्छ, र पनि यहाँनिर लट्ठी सानो भएर अझै गाह्रो पर्ला जस्तो भइरहेछ क्या। ल जस्तो जस्तो अब हामी तलतिर लाग्छौँ है, के गर्नु जानुपर्छ। माथि मन्दिरबाट फर्किँदाखेरि हाम्रो चाहिँ ब्लगिङ पनि गर्नु पाएको थिएनौँ, किन भन्दाखेरि हाम्रो मोबाइलमा चार्ज थिएन। सो हामी चाहिँ माथिल्लो मन्दिरबाट माथिल्लो फेरि त्यहाँदेखिको तल्लो फेरि ताप्लेजुङ हुँदै अनि हामी चाहिँ घर आइसकिसक्यौँ। भिडियो एडिङ त गर्नु परेको थियो, त्यहाँ त चार्ज थिएन, यहाँ त यस चार्ज छ। त्यही भएर थ्याङ्क यू सो मच, बाई बाई।